आज चाहिँ हामी बाबु छोरा भएर आराको गाउँको यहाँ घुम्नलाई आएको होइन। यति राम्रो फुल फुलेको छ होला भन्ने त मैले सोचेको पनि थिएन यार। ल है, आराको गाउँ नजिकै कोही हुनुहुन्छ भने यो ठाउँ यस्तो राम्रो फुल फुलेको बेला छुटाउनु होला। अहिले पानीको फोरा पनि छोडेको रहेछ हैन। यो सधैँ यस्तो मौसम देख्न पाइँदैन, त्यसैले आहा नि कति राम्रो फुल। ओहो, सयपत्री फुल जस्तो नि रहेछ, मङ्गले फुल नि कति राम्रो होला नि। ल है, ल एकचोटि आएर घुम्नु होला यो सिजनमा। यति राम्रो फुल फुलेको ठाउँ, तपाईँ हाम्रै नजिकै बस्तीको ठाउँ कति राम्रो छ, रमाइलो छ। घुमेर इन्जोय गर्नु होला। हामी चाहिँ आज बाउ छोरा भएर यसो बिदाको दिन मनाउनलाई निस्किएको होइन। आमालाई चाहिँ यसो कामतिर पठाएर बाबा छोरा भएर टक्क घुम्न निस्केको। यताबाट नि यस्तो पानी आउने रहेछ यार। यो सिन चाहिँ मैले कहिल्यै देखेको थिइनँ हौ। कस्तो राम्रोसँग पानी बगाएको यार। आमा, हाम्रो काग पनि यहाँ नुहाउनलाई थालिसकेछन्। कति रमाइलो हो नि यहाँ त। ल है, ल आउँ है, आउँ घुम्नलाई आउँ यसो आराको गाउँको यो फुलबारी हेर्नलाई। ल हस् त, सबैलाई धन्यवाद।